दर्शकबिन एउटा खुसीको खबर यहाँ भर्खरै तपाईहरुले देख्न सक्नुहुन्छ। रवि लामिछाने रिहा भएका छन्। शुक्रबार रूपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर भर्खरै रिहा हुनुभएको छ। बिहीबार उच्च अदालत बुटोलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रूपन्देही पुग्नु भएको थियो। यहाँ यतिखेर तपाईहरुलाई देखाइरहेका छौं, युवाहरूले समर्थन गरिरहेका छन्, खुशियाली मनाइरहेका छन्। रवि दाई हाई हाई भन्दै नाराबाजी गरिरहेका छन्। देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबको हिसाब गर्नु छ। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलाउँला। आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ।